नमस्ते वेलकम ब्याक टु आवर च्यानल। फेरि पनि आइसकेको छ हामी ताजा नयाँ भिडियो लिएर। नेक्स्ट डे नेक्स्ट ब्लग है। केटा हो केटाहरू यहाँ छ है, रचित र सोनु छ है। अनि हामी आज यता आछौँ यहाँ। पहिला पानी देख्दैन नि भुइँको, अहिले त भुइँको पानी पनि देख्दैन। त्यही हो, अब चाहिँ हामी यहाँ केटाहरू चेक हान्दैछ के कसो भइरहेछ होइन। अब आफू चाहिँ शीतलमा बसिन्छ, हेरिन्छ। ऊ त्यहाँ माछा हेरेर त्यसले नै, म नि यहाँबाट हेर्छु बसेर। त्यही हो, के कसो हुन्छ म देखाउँछु नि। यसले उठफटाङ गर्दैछ, यसले उठफटाङ गर्दैछ है। ल है ल गाइस, त्यही हो। अब केटाहरूलाई जोस आएछ, म चाहिँ नुहाउँदिनँ है। सोनु चाहिँ नुहाउन गइरहेको छ यो पानीमा। यता के भन्न सोनु, यता हेरेर। ए सरी, यस्तो भन्न थालेको यस्तो दिएछ फेरि। तैँले हाम नुहाउनु ल। ल पानी है, अब यो चाहिँ हाम्फा छ, यो चाहिँ हाम्फामा गइसकेको छ। अनि माछा देखिसकेको छ यसले, त्यो बोट हालेर बोटबाट माछा ल्याइहाल्छ। ल त्यत्रो खमुजी है, के भन्नु यहाँ। म चाहिँ नुहाउनु लाएन है, फेरि यो मात्रै नुहाउनु लायो। ल है, अब यो यहाँ चेक गरेँ त्यो कट्टु सार माथि भित्र कति गहिरो नुहान त हामी कहाँ चाहिँ जान्छ र कस्तो अहिले अगाडि आएर कति गहिरो अहिले अगाडि यहाँ न बुझी उहाँले गर्छ। त वाइल्ड गहिरो म यहीँ बस्छु, केही गर्दिनँ, तँ छोडेर जाँदिनँ म। ल गाइस है, यो चाहिँ यहीँबाट आउने कोसिसमा छ, पुरै कोसिस जारी छ। तर सोनु मलाई जहाँसम्म लाग्छ पल्टिन्छ होला जस्तो लाग्छ। यताबाट घुमेर चाहिँ बेकार भिज्छ। बेकारमा हात फोहोर भइसक्यो, फेरि हात कहाँ धुन्छ। ठिक छ कि त मान्छे पछि भेटमा यो आएपछि अब डाइरेक्ट भाइ आइसकेको छ। अब कपडा लगाइसक्यो। अब उता जाउँ, अब कहाँ हुन्छ अनि भिडियो बनाऊँ। क्यामेरा कस्तो, ए यो साइड यो चाहिँ सफा है होइन। त्यही हो, यो चाहिँ कोलोनी भनिन्छ यसलाई, कोलोनी है। हामी औराको बाटो हुँदै हिँड्दै घुम्दै आएको। अहिले चाहिँ बेलुकाको 5 बजिसक्यो होला है, 5:21 भइसक्यो मेरोमा हेर्दा। ए ल गाइस, हामी फेरि आइसकेको छौँ है बाटोमा। अब चाहिँ हामी हिँड्दैछौँ, एउटा आइडियाको सल्लाह हुँदैछ यहाँ है। अब दुईवटा आइडिया दिने मान्छेहरू उस्तै उस्तै छ। एउटा कन्टेन्ट खोज्न सक्दैन टक्क अब सोनुले के व्यवस्था गर्छु भन्दैछ है। के व्यवस्था गर्नु सोनु? अब भोक लागिरहेछ, यस्तै हो। आँप चोनी त्यहाँ रिची व्यवस्था हान्ने। रिची चाहिँ बेला भएको छैन, आँप चाहिँ बेला भइसक्यो। हामी पनि त्यही हो, अहिले भेटौँला नि बाटोमा गाइस। ल गाइस, त भन्नु बस। दिउँसेहरू त्यहाँ मकैबारीमा यस्तो हुँदैछ यतातिर। के गर्नु जानु लाग्यो चाहिँ थाहा छैन, तर मकै चोर्न लाग्दैन जस्तो लाग्छ। के हुन्ला भन्छ त है, मकै चोर्न जानु लाग्यो मान्छेहरू टर्ने। अब जे हो त्यही हो, अब गएपछि थाहा हुन्छ। ल गाइस, इच्छा होटल अगाडि आइसकेको छौँ, हामी हिँड्दैछौँ। अहिले हामी त्यहाँ आयो खै भ्लगर हो कि अब टिकटकर हो है, को भिडियो खिच्दै हिँड्दा थियो। अनि हामीले देख्यौँ, अनि हाम्रो नि क्यामेरा खोल्यौँ, खिचेन क्यामेरा खोल्यौँ, खिच्यौँ, अनि अगाडि हिँड्दैछौँ। चाहिँ अलिक प्लेयरहरू रहेछ नि, हामी पनि आउनु पऱ्यो। पछाडिको अर्जेन्टिनाको फ्यान हो हामी पनि है, कपाल भएको अर्जेन्टिनाको फ्यान हो। कहाँ हेलमेट अङ्क बुवाको। ल अगाडि गएपछि भेटौँ ल। गाइस, हाम्रो आँप चुन्ने प्लान चाहिँ उता भएको थियो। अब आज त्यस्तै भयो, अब मान्छे रहेछ। अब अगाडि जाउँ, अगाडि चाहिँ भयो भने हान्नुपर्छ।
अब अगाडि पनि भएन भने चाहिँ आज खोलित हुन्छ त्यही यसरी यहाँ खुल्यो त्यो यसरी खोलित त्यस्तो होइन खोलित हुन्छ हो त त्यस्तो गर्छ नि यहाँ खोलित हो खुल्यो त त्यो यसरी खुल्यो त्यो चुप मैले त्यस्तो गर्दैन यस्तो खोलित भन्छ मैले मेरो बाउले लाग्यो त्यो बाउको साथी यही रहेछ ल गाइस अब चाहिँ अगाडि गएपछि भेटौँ न आँप चुन पायो भने पायो ल दाइ भाइ दाइ तपाईँले भात खाने बेला के हजुर घरमा भात खाने बेला के हजुरको बुवा मैले गेट बाहिर राख्छु क्या हजुरलाई अनि भाइ किन यस्तो दुःख त है 0 रुपियाँ अनि तिमीलाई नि बाबु भात खाने बेला हामीलाई बाहिर निकालेर खान्छ हो खाँदैन बिहान त सुँगुर जस्तो भएको त भाइ यो त अनि कला हो नि होइन लगाइ हिँड्दा हिँड्दा हामी रोडको बाटो नै आइसकेको छौँ अब हामी कहाँ जान्छौँ अब डाइरेक्ट घर जान्छौँ है अब घर जान्छौँ होइन ओहो के दिन भ्लगमा होला के हुन्न तर राम्रो चिज देख्नलाई चाहिँ देखेन त्यही खुसी लाग्यो अब चाहिँ हामी घर जान्छौँ त्यही हो भ्लग आजको लागि यति नै भन्न चाहन्छु है त्यही हो ल उयो कार्पेटलाई चाहिँ बाघ भने है कार्पेटलाई बाघ यो तर्सेको म पनि तर्सेको है ध्यान त बाघलाई छुन गएर ओए बाघ आफै हान्दा चाहिँ